हेलो गाइस, कस्तो हुनुहुन्छ तपाईहरु? आई होप सन्चै हुनुहुन्छ होला। अनि मैले चाहिँ आज फ्लिपकार्टबाट एउटा पार्सल मगाएको थिएँ। के हो भन्दाखेरि चाहिँ बेबीको प्ले म्याट हो। यसमा चाहिँ नानीहरू मजाले खेल्न सक्छ हो। त्यही अन्त मैले चाहिँ सोचेँ कि पार्सल मगाएको छु त अनबक्सिङ भिडियो पनि गरौँ भनेर। कस्तो आयो भनेर त्यो बेला चाहिँ फेरि अब भिडियो बनाएको छ भने चाहिँ ढुक्कै हुन्छ नि त आफूलाई। त्यो बेला चाहिँ बिग्रेको सामानहरू कुन चाहिँ सामान मगाएको अर्कै सामानहरू पठाइदिन्छ नि त कि। त्यसले गर्दाखेरि यो चाहिँ यस्तो रहेछ। नानीलाई चाहिँ खेल्नुको लागि चाहिँ सजिलो हुन्छ भनेर चाहिँ मैले मगाएको हो। अनि यो चाहिँ एकदमै राम्रो आएको रहेछ हो, राम्रो क्वालिटीमा पनि छ। यो चाहिँ नानीहरूलाई चाहिँ एकदम मन भुलाउने खाले हो, एकदम सफ्ट पनि रहेछ यसको क्वालिटी चाहिँ। र फर्म खाले रहेछ यसको क्वालिटी चाहिँ। अन्त मेरो हस्बेन्डले चाहिँ मन परेन भन्नुहुँदै थियो नि त। अन्त मलाई चाहिँ ठिकठाकै लाग्यो, राम्रै छ यो हो। यतिको त नानीहरूलाई मन भुलाउने खाले डिजाइनहरू पनि मजाको रहेछ हो। नानीहरू खेल्छ नि यसमा, के हेर्दै यहाँनिर नानीहरू चाहिँ खेलिरहेको हुन्छ नि त। मलाई चाहिँ राम्रै लाग्यो। यो 650 त अब प्राइस त अलिक बेसी भयो यसको क्वालिटीको हिसाबले, तर ठिकै छ। अब मेरो नानीलाई खेल्नुको लागि चाहिरहेको थियो हो। अनि यहाँनिर चाहिँ मैले भुइँमा ओछ्याएर पनि हेरेँ। मेरो चाहिँ अलिक रुम चाहिँ अलिक सानो छ, त्यसले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ अँटेन। मेरो नानी चाहिँ मजाले खेल्दैछ यहाँ ओछ्याएर चाहिँ हो। मेरो नानी मजाले खेल्दैछ।